Welcome to our Junior KK Children Entertainment video. मेरो सानो भाइ क्रिसर बजार जान एकदम खुसी भएर रेडी हुँदैछ। एकदम ह्यापी छ। आज बाबाको छुट्टी भएकोले भाइ म बाबा स्कुटीमा घुम्न जाँदै, तर कहाँ जाने हो थाहा छैन। सरप्राइज बाबाले भन्नु पनि भएको छैन। भाइ रेडी रेडी क्रिस भाइ तिमी रेडी? रेडी। अब कहाँ जाने? घुम्न। कहाँ जाने अरे? यो खेलौना कसले फेसर फ्याँकेको? कसले फ्याँकेको यो? भाइले त आफै लाउँछ चप्पल हो। आफै लाउँछ नि भाइले? हो ल हिँड्नु जुम 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 लेट्स गो। केमा जाने? केमा जाने? स्कुटीमा जाने? स्कुटी त छोपेको रहेछ हौ। ल भयो भयो त्यो त उहाँ पर न उता उता राख त। ल अब कहाँ जाने भाइ घुम्न? क्रिस कहाँ जाने? कहाँ जाने थाहा छैन? कस्तो अनि थाहा नभइकन कसरी घुम्न हिँड्छ? हो र? सरप्राइज हो? ल होइन होला। अनि थाहा होला नि त घुम्न त कहाँ जाने भनेको। कहाँ जाउँ जस्तो लागिरहेको छ। हामी स्कुटीमा डमक भाइरल रोड आइपुग्यौँ। अब यहाँबाट हामी सर आम्दाको चौबाटो हुँदै जाँदैछौँ। बाटोमा सुन्दर दृश्यहरू पनि हेर्दै जाँदैछौँ। आज गणतन्त्र दिवस छुट्टी भएर बाटो भिडभाडै छ। सर र बाबा स्कुटी चलाइराख्नु भएको छ। म भिडियो बनाउँदैछु। आज छुट्टीको दिन स्कुटीमा मजा आइरहेको छ घुम्दा। तर कहाँ जाने? सरप्राइज थाहा नै छैन। आम्दाको चौबाटो हुँदै जाँदैछौँ। बाटोमा बाटो जुन दृश्य देखिराख्नु भएको छ भिडियोमा, त्यसको उत्तरपट्टि आम्दा अस्पताल जाने बाटो रहेको छ। त्यसको दक्षिणपट्टि महेन्द्र हाइवे जाने बाटो रहेको छ। अब हामी लाग्ने हो सिधा पूर्व। भाइ तिमी कहाँ हिँडेको? हो यहाँ हुन्छ अनि ठ्याक्कै स्टार्ट भयो। भयो निस्क्यो। खेल्दैन
ए रुक स्टार्ट उता देखा यो मेरो स्कुल जाने बाटो अरनीको चोक अलिक ठुलो पर्छ के यो कहाँ जाने बाटो हिमाबी स्कुल कसको स्कुल हो यो मेरो अनि यसरी देखा अलिकति यसो 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 गरेर देख हो सर हामी अगाडि बढ्दैछौँ अब गुम्बा चोक आयो यसलाई गुम्बा चोक किन भनिएको हो भन्दाखेरि यहाँ बौद्ध भिक्षुहरू सम्बन्धित पढाइ हुने गर्दछ यो जुन भवन देखिराख्नु भएको छ यो पूर्ण रूपमा तयार भएको छैन यो बनिसकेपछि झन् कति सुन्दर देखिनेछ कल्पना पनि गर्न सकिँदैन बौद्ध भवन पनि रहेको जसले गर्दाखेरि यो चोक गुम्बा चोकको नामले प्रख्यात रहेको छ दमक झापा आउँदाखेरि गुम्बा चोक अवलोकन गरेर जानुहोस् यो जुन गेट देखिराख्नु भएको छ यो बुद्ध टोलको गेट रहेको छ यो बुद्ध टोलको गेटबाट हामी पश्चिम लाग्ने अब हरियम कलोनीको गेट तपाईँले देखिराख्नु यसको त्यतातिर नगइदिएर भयो दक्षिणपट्टि लाग्नेछौँ स्टार्ट भयो हामी अगाडि बढिरहेका छौँ यो आरम्भको चोक रहेको छ यसको पश्चिमपट्टि जाने यो मोडल र मोडल जाने बाटो रहेको छ जुन मोडल क्याम्पसले पनि प्रख्यात छ दमकमा अब हामी साह्रै अगाडि बढिरहेका छौँ तर बाबाले हामीलाई केही भन्नु कहाँ जाने भनेर अहिलेसम्म सरप्राइज थियौँ बाबा यसको ढेक गुडाइराख्नु भएको छ हामी पछाडि बसेर हिँडिरहेका छौँ यो जो बाटो हामी हिँडिरहेका छौँ यो डिपिनी मार्ग रहेको छ यो गेट जुन देखिएको छ यो डिपिनीको गेट रहेको छ यो सगरमाथा पेट्रोल पम्पको छेउमा रहे जसले पनि सजिलै देख्न सक्छ यो जुन ढुवाङहरूले देखिरहेको छ यो डमको अन्डरपास रहेको छ भविष्यमा यो बनिसकेपछि एकदम राम्रो देखिनेछ अब बाबाले सिधै पेट्रोल पम्पतिर लानुभयो म छक्क परेँ अब बाबाले पेट्रोल हालिराख्नु भएको छ अहिले म जुन दृश्य देखाइरहेको छु अहिलेसम्म कहाँ जाने सरप्राइज बस्न दे अब हामी पेट्रोल हालेर फर्कियौँ त्यही डिपिनी मार्ग हुँदै अघि जाँदा अन्यता सृजना भयो अहिले एकदम मजाले देखाएको छ यो आलम्ब चोक रहेको छ मोडल स्कुल जाने बाटो अगाडि नै भनेर तपाईँले गरिदिइसके बाबाले कुदाउँदा स्कुटी रोक्नु भयो हामी पनि सरप्राइज भयौँ भाइ र म खेलौनाको संसारमा भाइ त देखेर डङ्गै पर यो पनि त्यो पनि किन्छु भन्न थाल्यो र केही खेलाउनेहरू किनेर हामी फर्कियौँ कति खेलौना रहेछ यहाँ हेर त धेरै रहेछ राम्रो धेरै धेरै रहेछ नि ल अब हामी पनि खेलौना भाइले के गर खेलौना किन भयो आजलाई क्रिस भयो नि त त के खेल्छस् त ठुलो भइसक्यो कि छैन त त खेल्ने होइन नि कि खेल्ने त पनि त्यो सानो गुडिया खेल्छस् आज खेलौना भयो कि भएन भयो होइन क्रिसलाई के भयो रुबिक्स क्युब ल आजलाई यति ल धनेश्वर चोक भनिन्छ यसको दक्षिणपट्टि बाटो रहेको छ त्यो महेन्द्र हाइवेलाई
कति ल्याएर रोक्नु हामी नम्बर 5 को कार्यालय हुँदै उल्टै घरतिर जानेछौँ कत्रो उफ्रिने बाटो रहेछ रोक्छु ल अब भयो ओ भाइ कहाँ म धेरै छ त भयो या ल के घुम्ने खोइ रोकौँ देख भाइ कहाँ पुगेर आयो घुमेर आयो भाइले के लिएर आयो घुमेर के हो त सर्ट गर्ने मेनुअल क्रिसको के हो त रुबिक्स क्यूब सजिलो सजिलो खालको रहेछ क्रिसल भाइ त के हो क्ले क्ले के हो त अब के आयो के हो त मसला त के हो काठको यो के हो त तिम्रो होइन नि त मेरो हो नि फेरि म त बाबाको यो मेरो यो भाइको यो के हो त्यो के हो भाइको अटो टेट टेट छोडिदेऊ न दादा छोडिदेऊ अब लु भा राख्दे अनि यो के हो यो अनि आइरन म्यान भाइको टुटुवटा आइरन म्यान यो नम्बर दिदिन नि बिगान टोकेर ए नखुल्ने रहेछ नि त आहा हल्क के आयो भाइको फेरो यता देख के हो त आइरन स्पाइडरम्यान हल्को त त्यो के हेरौ त्यो के हो स्पाइडरम्यान यो के हो त्यो के हो त्यसले हेर्नुपर्छ त्यसको वाइ अरु झिक्ने ल
क्याप्टेन अमेरिका यो त उ त्यसको पो हो त। थेनस अङ्कल पनि हुँदो रहेछ। तपाईँले ढाक्नु भएको थियो। गल्नुभयो यो भाइको धेरै टाइम भयो होला नचलाएको बिर्सिएँ। के हो यो ले। क्ले यसले के गर्ने क्रिस के बनाउन पाइन्छ? के बनाइन्छ जे मन लाग्यो त्यही। जे मन लाग्यो त्यही भनेको कस्तो क्रिस पनि बन्छ यसमा आउँछ आउँदैन। भाइ क्रिसलाई क्रिस बनाउन आउँछ कसरी बनाउने कसरी ए ल त्यहाँ किल्चे लास नि त्यहाँ मुनि फेरि है मम्मी ल भयो है आज अब रुने होइन नि त्यहाँ होमवर्क सबै गर्ने नि गर्ने कि नगर्ने? अब हामी स्कुटीमा भयो होइन अब खेलाउन आउँदैन नि भाइ म र बाबा घर आइपुग्यो। भाइले खेलाउन त फिर्ता गरिदिने भाइ म त झोलाबाट निकालेर खेल्न थाल्यो गर्ने कि आफ्नै धुनमा। गरेन ल भने गाइज आजको ब्लग समाप्त भयो। तपाईँ लाइक र वाच गरिदिनु होला। सम्पूर्णमा हेर्नु भएकोमा थ्याङ्क यू।